तपाईहरु चाहिँ अहिले नेपालमा बसेर जापानिज भाषा स्टडी गर्दै हुनुहुन्छ र अझै पनि तपाईहरु अन्यलमा हुनुहुँदैछ भने चाहिँ जापानमा चाहिँ कुन भिजामा जाँदा ठीक होला, कुन भिजामा जाँदाखेरिमा पैसा कम खर्च लाग्छ होला र जापान आउनको लागि धेरै बाटोहरु छन्, जस्तो कि स्टुडेन्ट भिजा भइगयो, टिआइटिपी भिजा भयो, अनि त्यसपछि एसएसडब्ल्यू भिजा भयो, नभए अर्को सिधै कुक भिजा भनेर चाहिँ त्यो अर्को खालको भिजा छ, त्यो भिजा भयो, वर्कर भइगयो, त्यो अनेक धेरै भिजाहरू छन् र हामी चाहिँ त्यसमध्येमा पनि सामान्य परिवारको मान्छेहरू पनि आएर यहाँ जापानमा आएर भविष्य बनाउनको लागि चाहिँ सबैभन्दा राम्रो अप्सन कुन भिजा होला भन्ने कुराहरू लिएर चाहिँ म तपाईहरुलाई आएको छु। र म चाहिँ हाल अहिले चाहिँ जापानको आओमोरी प्रिफेक्चरमा बस्दै आएको छु र म चाहिँ पशुपालन क्षेत्रमा काम गरिरहेको छु। र मेरो केसमा हेर्दा र मैले अनुभव गरेका कुराहरूलाई बुझ्दाखेरिमा चाहिँ जापान आउनलाई एकदमै सजिलो र सामान्य परिवारको मान्छेहरू पनि आउन सक्ने एउटै मात्रै बाटो भनेको एसएसडब्ल्यू भिजा हो। र त्यसको लागि खास चाहिँ नेपालबाट आउँदा पैसा नलाग्नु पर्ने हो, तर अलिकति धेरै नभए पनि थोरै मात्रामा चाहिँ पैसा सबैले तिरेर आइरहेको देख्न पाइएको छ र मैले पनि तिरेर आएको छु। सो त्यसैले बाँकी अरू भिजाहरूको कुरा सम्बन्धी मैले चाहिँ कुरा गर्न चाहेन, किनकि ती भिजाहरूमा कतिपय भिजाहरूमा अब स्टुडेन्ट भिजाकै कुरा गर्ने भने 12-14 लाखदेखि माथि लाग्छ। टिआइटिपी ट्रेनिङ भिजामा पनि 8-9 लाख रुपियाँ चाहिँ लाग्छ। त्यस्तै गरेर अरू कुक भिजाहरूमा पनि 18-20 लाख रुपियाँ लाग्ने हुन्छ भन्ने कुरा चाहिँ मैले सुनेको। र म चाहिँ आफू चाहिँ त्यो बारेमा धेरै जानकारी नभए पनि आफू आएको, आफूले अनुभव भोगेर आएको, आफ्नो कुन भिजाबाट यहाँसम्म आएको भन्ने कुराहरू चाहिँ तपाईहरुलाई देखाउन खोजिरहेको। जस्तो कि म आएको चाहिँ एसएसडब्ल्यू भिजाबाट हो। मैले नेपालमा 8 देखि 9 महिनासम्म स्टडी गरेको। कतिपय क्लास लिएर पढियो भने चाहिँ कतिपय कुराहरू चाहिँ स्टडी आफैले सेल्फ स्टडी गरेर, जस्तो युट्युबहरू मार्फतबाट आउने प्रश्नहरू कस्तो खालको एक्जाममा सोधिन्छ ती प्रश्नहरू युट्युबबाट हेरेर हैन। अनि त्यसपछि एसएसडब्ल्यूको भिजाको लागि प्रोसेसिङ के कस्तो हुन्छ ती कुराहरू पनि युट्युबहरूमा हेरेर आफूले त्यसरी चाहिँ मैले प्रोसेस गर्दै गर्दै लगभग 1-1.5 वर्ष मैले यो जापान जान्छु भन्ने एउटा बाटो बनाएर, एसएसडब्ल्यू भिजामै जान्छु भन्ने बाटो बनाएर मैले 1-1.5 वर्षसम्म राम्रोसँग मेहनत गरेर पास भएर चाहिँ अहिले यहाँसम्म आइपुग्दाखेरि चाहिँ म तपाईहरुलाई र मेरो भिडियो हेर्ने मान्छेहरूलाई भनेपछि तपाईहरुले पनि मेहनत गर्नुस्। राम्रोसँग मेहनत गर्नुभयो भने चाहिँ एसएसडब्ल्यू भिजामा जतिको सजिलो चाहिँ अरू भिजामा आउनलाई होला, तर यहाँ आइसकेपछि पनि सजिलोको लागि र भविष्यको लागि बुझ्दै जाने हो भने चाहिँ एसएसडब्ल्यू भिजा नै अलिकति बेस्ट छ भन्ने चाहिँ मलाई लाग्छ। किन भन्दाखेरिमा पैसा लगानी खर्चहरू पनि त्यति धेरै शुल्क लाग्दैन। 2.5-3 लाख 4 लाख 3 लाख भन्दा बेसी लाग्दैन। र जो हामीले गर्नुपर्ने काम भनेको अलिकति भाषा मेहनत गरेर पढ्यौँ भने भाषा त अरूको देशमा जानको लागि चाहिँ अनिवार्य चाहिन्छ नै। किन भन्दाखेरिमा भाषा भएन भने त काम गर्दा अप्ठ्यारो हुन्छ, बोल्दा अप्ठ्यारो हुन्छ, केही कुरा सुनाउन अप्ठ्यारो हुन्छ। हरेक कुराको लागि त भाषा चाहिन्छ। सो त्यो भएर चाहिँ भाषा तपाईले 6 देखि 9 महिनासम्म एकदम मेहनत गरेर राम्रो खालको पढाउने ठाउँमा स्टडी गर्नुभयो भने र कतिपय कुराहरू आफैले सेल्फ स्टडी गर्नुभयो भने चाहिँ एसएसडब्ल्यू भिजामा र एसएसडब्ल्यू भिजा अन्तर्गत रहेका सेक्टरहरू जस्तो कि नर्सिङ केयर, फुड सर्भिस, लाइभ स्टक, पशुपालन लाइभ स्टकमा पर्यो र सँगसँगै कृषि खेतीपातीको काम, अनि सँगसँगै त्योभन्दा पनि अरू एयरपोर्टमा काम गर्ने, अनि त्यसपछि बिल्डिङहरू कन्स्ट्रक्सनको कामहरू गर्ने, यिनीहरू पनि थुप्रै डिमान्डहरू अहिले नेपालमा पनि दिएको छ। त्यो सेक्टरबाट आउनुभयो भने तपाईहरुले अलिकति भाषामा चाहिँ मेहनत गर्नुपर्छ र सँगसँगै यहाँ आइसकेपछि तपाईहरुलाई पनि अलिकति सुविधाहरू चाहिँ अलिकति राम्रो हुन्छ र तपाईहरुलाई यहाँ काम गर्दाखेरिमा चाहिँ नयाँमा अप्ठ्यारो भए पनि बिस्तारै समयअनुसारको पछि चाहिँ वातावरण राम्रो बन्दै जान्छ र तपाईहरुले 2.5-3 वर्षसम्म काम रेगुलर एउटै ठाउँमा काम गर्दै जानुभयो भने चाहिँ
त्योबाट हामीले सबैले यहाँ आइसकेपछि SSW2 भिजामा चेन्ज गरेर अलिकति लामो समय बस्न सकिन्छ भन्ने कुराको चाहिँ म तपाईँहरूलाई बुझाउन चाहेँ। र त्यो भएर तपाईँहरूले यदि ट्रेनिङ भिजा, कुक भिजा, स्टुडेन्ट भिजामा अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ त्यसमा चाहिँ पैसा धेरै लाग्छ, त्यतातिर हात नहाल्नुहोस्। मेहनत उही नै हो, बरु भाषा राम्रोसँग मेहनत गरेर पढ्नुहोस्, SSW भिजामा आउनुहोस्, त्यो तपाईँहरूको लागि एकदम बेस्ट हो। SSW भिजाभित्र पनि तपाईँहरूको आउने फिल्डहरू धेरै छ, त्यो भएर तपाईँलाई कुन फिल्डमा आउन चाहनुहुन्छ त्यो फिल्ड चाहिँ चुज गरेर आउन सक्नुहुन्छ। र म चाहिँ यो भिडियो पछि चाहिँ अर्को लगतै लाइभ स्टक पशुपालन सम्बन्धीको स्किलको इक्जाम कसरी दिने, इक्जाममा कस्तो खालको प्रश्नहरू सोध्छन् भन्ने कुराको भिडियो लिएर आउने नै छु। त्यसको लागि चाहिँ मेरो भिडियो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, च्यानल सब्सक्राइब गर्नुहोस्। मैले चाहिँ अबदेखि युट्युबमा पनि काम गर्न थालेको छु है त।